हे गाइस वेलकम बैक टू माई न्यू भिडियो। स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। आज चाहिँ मैले फेरि गुड लिएर चाहिँ यतातिर आएको छु। यता ठाउँलाई चाहिँ काँध भन्ज्याङ भन्छन् के, जस्तै भन्ज्याङ जस्तै छ यो ठाउँ चाहिँ। काँधको डाँडा भन्छन् के, काँध जस्तै छ के, त्यही भएर चाहिँ काँधको डाँडा भन्छन्। मैले चाहिँ आजकल चाहिँ जङ्गल गुरुहरू लग्दिनँ किनकि यही काम छ है गाइस। अब आफ्नो आफ्नै पर्सनल प्रब्लम हुन्छ हैन। त्यही भएर चाहिँ गाइस तपाईहरुले भिडियोको थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला। मैले चाहिँ स्विजरल्यान्ड भन्दा प्यारो ठाउँ भनेर देखाएको छु। सुन्दर ठाउँ छ हैन, यो चाहिँ एकदम सुन्दर क्या गाइस, भेरी ब्युटिफुल। यो चाहिँ पुरै आहालहरु छन्। तर गाइस समस्या नेपालीहरुको समस्या नै यही छ कि जहाँ कि जति जोगी आए पनि खानै छिरेका, जुन प्रधानमन्त्री आए पनि गाइस, यो चाहिँ मैले कसैलाई तदभेद चाहिँ गर्न खोजेको हैन राजनीतिक ठाउँमा। तर जति प्रधानमन्त्री आए पनि, जति नयाँ सरकार बने पनि नेपालको अवस्था त्यस्तै हो। जनताहरूले भोग्ने समस्या उस्तै छ। न त वाट चान्स यु क्रिटिलाइजेसन भन्छ क्या, जस्तै च्यान चाहिँ भएको छैन हाम्रो सरकार भनिन्छ क्या। त्यो भएर चाहिँ गाइस बसाइसराई गरेर चाहिँ मान्छेहरू पुरै तराई पनि हुडिसक्यो। तर यता चाहिँ न भैँसी पाल्छन् न के गर्छन् हैन। म चाहिँ जान्न गाइस, आफ्नो प्यारो बर्थ प्लेस छोडेर चाहिँ कहीँ पनि जान्न। यही कसम क्या गाइस। ल देखाउँछु है। यो आहाल चाहिँ गाइस पहिला चाहिँ पुरै टनमा धेरै भैँसीहरूले भरिएर यहाँसम्म पानी आएको हुन्थ्यो तल्लो आहालमा। अनि यो आहालमा पनि यहाँनिर चाहिँ पिपलको रुख छ है, सुकिहाल्यो के हो। त्यति मान्छे हुन्थ्यो र पहिला घरमा पनि वस्तुभाउ चाहिँ धेरै पाल्थे क्या। त्यही भएर चाहिँ पुरै आहालहरू भरिन्थे। तर अहिले हेर्नु न गाइस, पुरै घाँस उम्रिरहेको छ। हिजोको भ्लग पनि थाहा पाइसक्नुभयो होला। र माथि सानो रारा भनेको थिएँ मैले चाहिँ, त्यो चाहिँ त्यस्तो टाइपको भिडियो चाहिँ बनाउन खोजेको होइन। तर पनि मैले चाहिँ यो एउटा सन्देशमूलक बनाऊँ भनेको होइन। बसाइसराई गरेर चाहिँ मान्छेले अत्तिकै गाइस यति बसाइसराई गर्छ नि, वर्षमा कम्तीमा पनि 5 घर गइसक्छन् क्या। अस्ति नै यो महिनामा होइन, यो असारको महिनामा 2 घर चाहिँ गइसक्यो हाम्रो गाउँका। यो खुनाल परिवार नै न के। त्यही भएर चाहिँ गाइस पुरै बसाइसराई गइरहेको छन्। तर नेपाल सरकारको ध्यान कहाँ छ, जनताहरूको आश कहाँ छ। बल्ल चाहन्छु जस्तै ऋषि धमलाले भन्नुहुन्छ क्या, कहाँ छ जनता जान्न चाहन्छ भन्नुहुन्छ जस्तै। ए गाइस हैन, देख्न सक्नुहुन्छ पुरै हरियाली गोरुहरू चरिरहेको छन्। स्विजरल्यान्ड भन्दा प्यारो ठाउँ छ है गाइस, यति सुन्दर छ नि। देख्न सक्नुहुन्छ पुरै यता यो चाहिँ दैलेखकै हाम्रै सिमाना, हाम्रै जङ्गल हो। ऊ पार देखिने चाहिँ त्यो चाहिँ अछामको है तुमनाहाट गाउँपालिका। दिदीले भन्नुभएको थियो भाइ तिम्रो ठेगाना कुन ठाउँ हो भन्नुभएको थियो, कमेन्ट गर्नुभएको थियो होइन। सानो रारा भन्ने भिडियोमा चाहिँ कमेन्ट पढेको मैले चाहिँ पढ्न चाहिँ पाएको छैन। तर पनि म Q&A भिडियो चाहिँ ल्याउँछु, कमेन्टको रियाक्सन दिनुवाला भिडियो चाहिँ ल्याउँछु। मैले चाहिँ भन्नुभएको छ भाइ तिम्रो लोकेसन कहाँ हो भन्नुभएको थियो। मैले चाहिँ दिदीलाई भनिदिएँ मेलेको 28 नगरपालिका वडा नम्बर 2 है, सिङ्गौडी भन्ने हो मेरो गाउँ चाहिँ। देख्न सक्नुहुन्छ गोरु, एउटा गोरु यहाँ छ। अर्को गोरु कहाँ गयो यार, अल्लै हेर्ने थियो यार भर्खर, कहाँ गयो यार सत्यम र भाइ। लो गाइस छैन त, ऊ कहीँ पनि छैन, कहाँ गयो त यार। म चाहिँ गोरु खोज्न जान्छु है। त्यसपछि चाहिँ गाउँ चाहिँ कस्तो छ मेरो चाहिँ देखाउँछु। स्विजरल्यान्ड भन्दा राम्रो ठाउँ त्यो चाहिँ गाई लास्ट चोर छ क्या यो रातो गोरु चाहिँ। गाइस यी ठ्याक्कै थ्याङ्क्स भयो, मैले भनेको हो नि पर्मिस हुन्छ क्या। यी ठ्याक्कै गाइस चोर एकदम छ नि। यो घाँस यहाँको अर्को खान्न पागल छ क्या यो गोरु। यी तल चाहिँ गएको छ यो चाहिँ। यति टाढा छु है त्योभन्दा। आउँछ म त्यसलाई लिएर भन्दा पनि यो गोरु चाहिँ यता नै आउँछ गाइस। म चाहिँ तल भन्ज्याङनिर चाहिँ गएँ। तर गाइस एउटा एक्साइटेड छु है म। यहाँबाट चाहिँ मेरो गाउँ कस्तो देखिन्छ है, थोरै गाउँ मात्रै देखिन्छ। उता चाहिँ धेरै ठुलो गाउँ छ। यो चाहिँ 28कै ठुलो गाउँ चाहिँ मध्ये चाहिँ एक हो है। ल गाइस मेरो छ त्यो घर चाहिँ त्यही हो गाइस। उहाँ दिदीलाई पनि भन्न चाहन्छु मेरो घर चाहिँ यही हो। देख्न सक्नुहुन्छ गाइस त्यो यो सेतो पाता लागेको वाला घर छ नि त, त्यो घरको तलतिरपट्टि चाहिँ मेरो रुम छ गाइस। मैले चाहिँ पहिले मेरो रुम भनेर चाहिँ भ्लग बनाइसकेको छु। हेर्नु भएको छैन भने यही च्यानलमा छ, गएर हेर्नु होला भन्न चाहन्छु। माथिबाट चाहिँ पुरै अरू पनि घरहरू बन्दैछन्। यी 2टा घर छ नि गाइस, त्यहाँभन्दा तलतिरका त्यहाँभन्दा घर चाहिँ गाइस पुरै बसाइसराई गरिरहेको छन् कि। लास्ट पुरै माइग्रेसन भइरहेको छ क्या हाम्रो गाउँमा चाहिँ होइन। त्यही हो गाइस, अरू के भन्नु।
यता चाहिँ खतरा भन्ज्याङहरू चाहिँ म जान्छु ल गाइस माया गरिदिनु भएको छ भिडियो बनाउँछु एससी पनि आएको छ होइन इक्जाम पनि दिनु पऱ्यो पढ्नु छ अब त्यही हो धेरै भ्लगमा पनि समय बिताउनु हुन्न क्या ठिकै यस्तो गाइजहरूलाई यसो एक्साइटेड गराउँदै भनेर चाहिँ भ्लगहरू बनाउँछु गाइस भिडियो मनपर्छ भने लाइक सेयर कमेन्ट गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला गाइस यो चाहिँ मध्य पहाडीको देख्न सक्नुहुन्छ पुरै युरोपको स्विजरल्यान्ड नेपालको जिरी दोलखा भन्दा कम छैन कि यहाँ चाहिँ गाइस मेन समस्या चाहिँ यो छ कि सल्लाहको पातहरू चाहिँ झर्छन् तर यो समितिले चाहिँ यस्तो सरसफाइ चाहिँ गर्दैन पर मजाको दिए खतरा हेर्नुहुन्छ त्यो चाहिँ एकदम डेन्जर मोड छ क्या तल टर्निङ खतरा गाइस यो चुर चाहिँ गाइस यहाँनिर रहेछ यो चाहिँ दिन सक्नुहुन्छ गाइस यता चाहिँ अलिकति हावा पनि लागिरहेको छ ओ माथि आइज माथि ल माथि आइज हुने सुन्दैनस् अरे भाइ माथि आइज गाई त्यसले रिसाएर चाहिँ पुरै हानिदिन्छ क्या मलाई चाहिँ एउटा रिसाउँदैन जाके यार भाइ अरूको यो होइन अरूले काट्छन् नि गाइस अर्काको मेलापातमा चाहिँ यस्तो गर्नु न माथितिर हिँड क्या उता पनि चरन छ त हिँड्न यस्तो भएको छ मेरो गुड चाहिँ पहिला चाहिँ दुब्लो थियो अहिले चाहिँ पुरै मुटेर आएको छ यो चाहिँ चर्नु पाएको छ होइन पुरै यता चाहिँ गाइस पुरै मान्छेको सबै गाउँका मेलाहरू हुन् क्या घाँस काट्ने ठाउँ क्या सबैको आफ्नो आफ्नो निजी ठाउँ भनौँ न त्यो खोलादेखि यता चाहिँ म एउटा बस्छु त्यहाँदेखि उतासँग एउटा तर मेरो चाहिँ परि पिपलको रुख छ नि मालिका मन्दिर चाहिँ सामरा तालभन्दा अलिक तलतिर चाहिँ छ गाइस हाम्रो सिंहडीमा चाहिँ विकास लो भइसकेको थियो तर पनि बसासेर मान्छेहरूले गरिरहेको छन् यति सुन्दर छ क्या यति आहा यस्तो मजाको हावा लाग्छ यो गाडी गुडाउँदा तल चाहिँ मार्केट बन्दैछ पर त्यो हरियो पाता लगाएको घरदेखि यो चाहिँ यहाँसम्म चाहिँ उता चाहिँ मार्केट छ गाइस पुरै एक मार्केट बन्दैछ घरहरू पनि भवनहरू पनि बन्दैछन् तर कोही पनि बसाइसराइ गर्दैछन् आफ्नो प्यार वर्कप्लेसलाई छोडेर अरू ठाउँ चाहिँ जाँदैछन् के भन्नु गाइस यो चाहिँ भन्ज्याङ हो काँदाको डाँडा भन्छ नि यसलाई चाहिँ म चाहिँ अस्ति कहाँ गएको थिएँ भन्दाखेरि जामना हुन्छ नि गाइस कालो दानाहरूलाई तपाईँतिर पाइन्छन् भने कमेन्ट गर्नु होला तल चाहिँ होइन जामना हुन्छ नि गाइस त्यो हामी खाना चाहिँ पर गएको थियौँ क्या त्यो जङ्गल चाहिँ नि पाटन जस्तो छ नि अलिकति भिड छ नि कालो कालो देखिने तल त्योभन्दा अलि माथि यो ल्यान्डिङ प्लेस छ क्या अलिअलि समथर छ नि भूमि त्यो ठाउँमा चाहिँ यस्तो जाउन छ नि पुरै कालै के पातभन्दा पनि धेरै दानाहरू लागेको यस्तो मिठो क्या त्यो चाहिँ भ्लग बनाउँला भनेको तर गाइस त्यो दिन चाहिँ पानी भएर धन्न मोबाइल चाहिँ भिजेन है पर देख्न सक्नुहुन्छ आज पनि त्यहाँ अरू साथीहरूले चाहिँ लगेका छन् त्यहाँ चाहिँ पुरै गाइस सुन्नु त्यहाँ पारी चाहिँ बोल्दैछन् गाइस सुन्नुभयो कि नै पारी चाहिँ बोल्दैछ नि आज पनि गएको छैन आहा अहिले चाहिँ फेरि मोबाइल देखियो है गाउँ चाहिँ देखाउँछु म अलिअलि घाम लागिरहेको छ मौसम चाहिँ लास्ट क्लाइमेट भइरहेको छ कि चेन्ज भइरहेको छ नि आजकल चाहिँ जलवायु परिवर्तनले यस्तो सुन्दर छ क्या चाहिँ अझ फेरि एउटा घर चाहिँ यो हो मैले अघि नै बताइसकेँ म चाहिँ अस्ति खनेया भन्ने खाना चाहिँ तलि आएको थिएँ गाइस भलक हालेको छु त्यो पनि हेर्नु भएको छैन भने हेर्नु होला यता चाहिँ अरू घरहरू पनि बन्दैछन् माथितिर चाहिँ एउटा कार्यालय छ यता चाहिँ यस्तै छ दिन सक्नुहुन्छ पर चाहिँ खतरा छ गाइस स्कुल चाहिँ गाइस मेरो देखिन्छ यहाँबाट थोरै त्यो चाहिँ मेरो स्कुल हो अलिक टाढा लगभग 10 मिनट चाहिँ लाग्छ त्यो स्कुल जान चाहिँ अलि नजिकै छ भनौँ त्यो गाइस म चाहिँ के भन्नु मौसम पनि यस्तै छ ना गर्नुहुन्छ साथ दिनुहुन्छ कमेन्ट गर्नुहुन्छ तपाईँ कमेन्ट अनुसार नै म अगाडि बढ्नवाला छु अहिले चाहिँ टावर पनि देखिरहेको छ आहा यति भइहाल्छ नि गाइस एकछिन यो भ्यू हेरौँ है ल त्यो ठाउँबाटै यति हावा लाग्छ नि बबाल नपारी आफ्नै काम धुनमा छन् मानिसहरू चाहिँ ल गाइस यति सुन्दर ठाउँ छ यति प्राकृतिक नेचुरल ब्युटिफुल इन नेपाल प्लेस 1 नम्बर भन्छु क्या म चाहिँ दैलेखको चाहिँ यति खतरा गाइस यो ठाउँ चाहिँ घुम्न चाहिँ यति आउँछन् क्या गाइस तपाईँहरूलाई ढाँटेको होइन पर्मिस होइन यता चाहिँ उहीँ आउँछन् क्या मान्छेहरू धेरै
यो चाहिँ हावा लाग्ने ठाउँ पनि हो क्या धेरै एकदम सुस्ती हावा लाग्ने ठाउँ ऊमा चाहिँ चिसो हावा लाग्छ गाइस त्यो थामाको डाँडा भन्छ त्यहाँको पनि म भ्लग हाल्ने छ इच्छा छ र गाइस तपाईँहरूलाई एउटा अचम्मको कुरा सुनाउन चाहन्छु म यहाँ कि यो दैलेख जिल्ला कर्णाली प्रदेशको सबैभन्दा लामो गुफा है सबैभन्दा लामो गुफामा चाहिँ म लिनेवाला छु अधिकारी गुफा हो हाम्रो चाहिँ योभन्दा चाहिँ लगभग 10 किलोमिटर 5-10 किलोमिटर टाढा चाहिँ छ 5 देखि 8 किलोमिटर टाढासम्म छ त्यो मन्दिरभन्दा तल चाहिँ गुफा चाहिँ एकदमै अँध्यारो गाइस त्यो हेर्नु त्यो भिडियो ल्याम कि नल्याम तल कमेन्ट गर्नु होला है तपाईँहरूको कमेन्ट अनुसार नै अगाडि बढ्नेछु तर फेरि डेन्जर ठाउँ हो क्या गाइस थाहा पाउनुभयो कि नै लास्ट डेन्जर पुरै भुतिया ठाउँ हो क्या तर यस्तो कुरामा चाहिँ म विश्वास गर्दिनँ गाइस तपाईँहरूलाई यस्तो भनिदिएको मात्रै सो त्यो गाइस यो भ्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो र मन पर्छ भने लाइक र कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु र मेरो च्यानल लाइनको भ्लगलाई पनि सब्सक्राइब गर्नु होला भन्न चाहन्छु नेक्स्ट भ्लगमा भेटौँला थ्याङ्क्स फर वाचिङ बाई बाई